हाम्रो शरीरभित्र त्यस्ता अर्गानहरू छन् जसले तपाईँ हामीलाई जीवित राख्नको लागि 1 सेकेन्ड पनि रेस्ट नगरी काम गर्छ हो। त्यो के हो भन्नु सर? मुटु हो के, हार्ट। 5 सेकेन्ड भन्दा बढी उसले रेस्ट गर्यो भने रेस्ट इन पिस हुन्छ हैन। भनेपछि धरतीमा आउनुभन्दा अगाडिदेखि नै आमाको पेटदेखि नै त्यो चल्न सुरु गर्छ र जीवन्त चलिरहने कुनै एउटा अर्गान छ भने त्यो चाहिँ मुटु। अनि त्यसको स्वास्थ्यको लागि हामीले के गरिरहेको छ? त्यसलाई चाहिँ दौरो बनाउनको लागि हामीले के गरिरहेको छ? अनि त्यसलाई मजबुत बनाउनको लागि हामीले के गरिरहेको छ है? पछि यस्ता यस्ता चिजहरू छन् जसलाई जोगाउनको लागि तपाईँ हामीले गर्ने एक्टिभिटिज, तपाईँ हामीले खाने खानपानहरू, ती चिजहरूमा चाहिँ के आउनु पर्यो? सुधार आउनु पर्ने छ। त्यसलाई सुधार गर्न सक्यो भने अनि त्यो हाम्रा चाहिँ त्यो नजिकका साथीलाई, मित्रलाई जसले तपाईँ हाम्रो शरीरलाई बचाउनको लागि अहोरात्र इभन ए सेकेन्ड रेस्ट नगरी उसले काम गरिरहेका छन् अनि उसलाई के हुन्छ? राहत हुन्छ, उसलाई चाहिँ सपोर्ट पुग्छ, लङ टर्म स्वास्थ्य। पछि यस्ता यस्ता अर्गानहरूको बारेमा हामी जान्नु पऱ्यो नि त, आफ्नो स्वास्थ्यको बारेमा बुझ्नु पऱ्यो। अनि बल्ल चाहिँ मेरो चाहिँ यस्तो शरीरमा यस्तो चिज रहेछ, मैले यो खाँदाखेरि, मैले यो पिउँदाखेरि, मैले यो काम गर्दाखेरि यसलाई नोक्सान हुने रहेछ है भन्ने थाहा पाएपछि अनि चाहिँ बल्ल हामी त्यहाँबाट के गर्छौँ? आफूले आफूलाई सुधार्दै लिएर जान्छौँ। त्यस्ता चिजहरू छन् होइन। आफूले पनि थाहा पाउनु पऱ्यो र हामीसँग जोडेका मान्छेलाई पनि त्यसको बारेमा जानकारी गराउनुपर्छ। मेरो स्वास्थ्य मैले भन्दा अरू कसैले माया गर्ला? गर्दैन नि, गर्छ न? गर्दैन। अरू कसैले त भन्ने लाग्थ्यो तर गर्ने काम त कसले गर्ने हो? त्यस्ता चिजहरू छन्। यी चिजहरूको महत्त्वलाई बुझ्नु पऱ्यो, यी चिजहरूको इम्पोर्टेन्टलाई बुझ्नु पऱ्यो र यही अनुसार हामी अगाडि बढ्छौँ। स्वास्थ्य पहिलो नम्बरमा पऱ्यो। दोस्रो नम्बर व्यापार हुन्छ क्या। व्यापार जसले गर्छ उसको सपना हुन्छ होइन। यति महत्त्वपूर्ण छ व्यापार पनि। जबसम्म मान्छेले व्यापारमा आफूलाई इन्भल्भ गर्दैन उसको सपना चाहिँ सपना मात्रै सीमित हुन्छ होइन। पैसाको लागि भागदौड गर्नु पर्ने, कहिलेसम्म गर्नु पर्यो भन्दा जीवन त गर्नु पर्यो नि। जबसम्म सिस्टम बन्दैन मान्छे त भागेको भागै गर्नु पर्यो। जब मान्छे भागेको भागै गर्छ त कसैको गुलाम हुन्छ? ऊ आजाद हुन्छ कहिले? हुँदैन के। आजाद गराउनको लागि त्यहाँ एउटा सिस्टम हुनुपर्छ। त्यो सिस्टम बिजनेसले दिन्छ। महत्त्वपूर्ण छ नि त होइन। मेरो परिवारको भविष्य सुनिश्चित गर्नको लागि मैले बिजनेस गर्नु पर्यो। म सफल हुनु चाहना मेरो हो भने मैले बिजनेस गर्नु पर्यो होइन। म धनी बन्ने मेरो चाहना हो भने मैले बिजनेस गर्नु पर्यो। बिजनेसको सिवाय अर्को कुनै बाटो अर्को छैन। तपाईँहरू जस्तो सामान्य मान्छे र अरबौँ इन्भेस्ट गर्ने इन्भेस्टर तपाईँ बन्नुभएको पनि ठिक छ, तर हुनु त पऱ्यो होला। तर यसो यदि त्यसो छैन भने हामीले चाहिँ व्यापारमा आफूलाई इन्भल्भ गराउनुपर्छ, जोड्नुपर्छ। व्यापारमा मेरो बाजे नजोडिँदा, मेरो बाउ नजोडिँदा, म आफै नजोडिँदा हामी गरिबै रहिरहेको नि त। न बाजेले बेच्न सिक्यो, न बाउले बेच्न सिक्यो, न मैले बेच्न सिकेँ। हामीले के सिक्यो? किन्न मात्रै सिक्यो। जरुरी पर्छ कता कताबाट पैसा जम्मा गर्नु जाने, किनिहाल्ने। किनेर मात्रै धनी हुन्छ त? 10 वर्षपछि हुन्छ कि किने गर्दाखेरि? भनेपछि हामी रङ ट्र्याकमा कि त घुमिरहेका छौँ क्या जग्गा। तर यो ट्र्याकबाट निस्केर अब किन्ने होइन बेच्ने कला हामीले सिक्नु पर्यो। बिजनेसको सुधार। बेच्नु भनेको के? बिजनेस होइन, कुनै न कुनै क्षेत्र। त डिएक्सनले त्यो व्यापारलाई पनि यति सिम्प्लिफाई गरिदिएको छ, यति चाहिँ नर्मलाइज गरिदिएको छ। कुनै पनि बिजनेस गर्नको लागि लाखौँको इन्भेस्टमेन्ट चाहियो नि, चाहिँदैन? नलेज चाहियो होला, ज्ञान चाहियो होला, कला चाहियो होला, धेरै चिज चाहियो होला। तर डिएक्सनले यस्तो एउटा सिस्टम बनाएको, डाइरेक्सन, ब्युटी अफ डाइरेक्सन पनि भनिन्छ। यस्तो एउटा सिस्टम बन्यो कि जहाँ जस्तो सुकै मान्छेले पनि आएर सिस्टममा रहेर काम गरेर उसले आफ्नो व्यापारलाई अगाडि लिएर जान्छ। कसरी? उता किनेको सामान यता आएर किन्ने। योभन्दा सिम्पल के चाहियो? बिना लगानी होइन, कुनै लगानी गर्नु पर्दैन, कुनै स्टाफ राख्नु पर्दैन, कुनै प्रोडक्ट कहाँबाट आउनुपर्छ भने टेन्सन गर्नु पर्दैन। पछि पल्लो घरमा किनेको सामान पल्लो घर छोडेर ओल्लो घरमा आएर किन्दाखेरि तपाईँ हामीलाई टेक्सनले के त बिजनेस गर्ने अप्सन यति सिम्प्लिफाई गर्दै हो नि होइन। स्वास्थ्यको मेन्टेन गर्नको लागि पनि यति नै सिम्प्लिफाई। कफीको ब्रान्ड चेन्ज गर्नु, साबुनको ब्रान्ड चेन्ज गर्नु भयो र बिजनेसको लागि पनि उता किन्न छोडेर यता आएर किन्दाखेरि के भयो? यहाँ बिजनेसलाई हामीले अगाडि लिएर जानु सक्छौँ। भनेपछि यो दुईवटा मेजर पोइन्टहरूलाई हामीले सिक्नु पऱ्यो, मजाले जान्नु पऱ्यो अनि नजानेका मान्छेहरूलाई के गर्नु पऱ्यो? सिकाउनु पऱ्यो होइन। त्यो चाहिँ हाम्रो के हो? धर्म हो होइन। यो धर्मलाई निर्वाह गरौँ, यो कर्तव्यलाई निर्वाह गरौँ र सबै मान्छेलाई सिकाउने प्रयास गरौँ। सरल भाषा, बुझ्ने भाषामा र चाहिँ अगाडि आफू पनि बढौँ अनि सबै आफूसँग जोडिएका घर परिवारदेखि समाजलाई पनि हामी अगाडि लिएर जाने प्रयास गरौँ भन्दै आजको चाहिँ छोटो यो इन्टरेक्ट
सेसनलाई यहीँ नै अन्त्य गर्छु। यहाँले सुनेर साथ दिनुभयो। सबैजना लगायत सम्पूर्ण डिएक्सनमा जोडिएका सबै परिवारलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच।